ओए पद्मे कुसे सुन न यार, म त एकजना केटीलाई कस्तो मन पराउँछु यार। ओ फाइनली तेरो लभ पर्यो? ओ अनि केटीलाई थाहा छ? मैले अहिले भर्खर हेरेर टिकटकमा लास्ट राम्री छ कि कस्तो मन पर्यो मलाई आहा। यति छ ब्रो, परोज गरिहाल, फेरि पछि कुन्चेले उडाइदिएला। ओ कसरी गर्नु यार, मलाई त लास्ट डर लागिरहेछ। ए मलाई सिम्पल आइले भन्न पटिहाल्ने नि। ओ केटा सिधै भनेपछि थप्पड पनि सिम्पल आउँछ नि, थाहै त होला तँलाई। यहाँ केटाहरू यार, मलाई त लास्ट डर लाग्छ। आजसम्म कसै केटीसँग बोलेकै छैन यार। यता सुन बिरे, म केटी बन्छु, त मलाई प्रपोज गर, अनि ए त पर्फेक्ट केटी पटाउने हुन्छस्। आई लभ यु। फेरि चाहिँ भन्नु आई लभ यु। ए यस्तो तरिकाले केटी पढिँदैन क्या भाइ, बिस्तारै भन्न आई लभ यु भन्न। आई लभ यु। ए बिरे त के साह्रो डराएको हो? ए बिरे त मलाई केटी सम्झेर फोन गर, अनि तैँले सिक्छस् कसरी बन्ने भनेर। हेलो, म तिमीलाई ओइ कल किन काटिस्? ओइ कुसे कस्तो लाज लाग्यो यार, पनि काट्दे नि। मरु त केटी होस्, केटी कस्तो लजाउँछस्? नलजा न, राम्रोसँग भन्न हेलो बेबी तिमी सन्चै छौ? ए यो मुलाले के चाहिँ प्रगति गर्दा जाबे एउटा केटीलाई त म्यासेज गर्न जान्दैन।